गाउँपालिका अध्यक्षले बालेन सरकार भन्छ, बालेन 4 वर्ष मात्रै मेयर हुनुभएको छ। म डोटी जिल्लाको जोराली गाउँपालिकामा 9 वर्ष मेयर भएको छु, 1 वर्ष बाँकी छ हो होइन। सुदूर गुरुङलाई म चिन्दैन, तर केपी ओलीलाई रातारात बिहान किन गिरफ्तार गर्नुपर्ने? उहाँहरूको 2/3 सरकार छ, मजासँग गिरफ्तार गर्ने भइहाल्यो। उहाँको भर्खरै बुवा बिग्नु भएको छ, बर्खीमा हुनुहुन्छ। एउटा ज्येष्ठ नागरिक हो, नेपाल नेकपा एमालेको पार्टी अध्यक्ष ज्येष्ठ नागरिक हो केपी शर्मा ओली। 70 वर्षभन्दा उहाँलाई बढी भयो। एउटा ज्येष्ठ नागरिकको सम्मान गर्न नचाहने बालेन सरकार मुर्दाबाद भन्न चाहन्छु म। तपाईँ मिडियालाई त्यो भन्न मिल्छ कि मिल्दैन? सुदन गुरुङ भनेको बच्चा हो, उसलाई म चिन्दैन, गृहमन्त्री होला, आफ्नो ठाउँमा छ। तर बालेन जम्मा 4 वर्ष मात्रै काठमाडौँ महानगरपालिकाको मेयर हुनुभएको छ भने स्वास्थ्यको क्षेत्रमा बालेन भनेर यदि मैले काम गरे कम गरेछु भने जिन्दगीमा म राजनीति गर्नेवाला छैन। जिरोबाट सुरु गरेको जोराली गाउँपालिका पहाडी जिल्लामा बालेन सरकार भन्छ, जो अलिअलि झिलिमिली बत्ती बालेको छ, फोहोर सरपाई गरेको छ, बालेन भनेर भनेको चाहिँ हिँडिरहेको छ, हुने खाने केही छैन होइन। केपी ओली ज्येष्ठ नागरिकको सुरक्षा गर्ने नगर्ने यो सरकारले, म त्यही भन्छु। ज्येष्ठ नागरिकलाई बिहान 4 बजे, बिहान 5 बजे गिरफ्तार गर्न मिल्छ कि मिल्दैन? दिउँसो 12 बजे गरे पनि मिल्छ, आज 1 बजे गरे पनि मिल्छ, साँझ गरे पनि मिल्छ। रातारात अपराधी करार गरेर कौन सा अपराधी हो, के अपराधी हो? कार्की आयोगले गरेको फैसला भनेको छ, जति बेला मजाले गरे पनि हुन्थ्यो होला नि त। किन हताशमा डरायो बालेन सरकार? बालेन सरकार मुर्दाबाद, केपी ओली जिन्दाबाद भन्न चाहन्छु। धन्यवाद।